रामबहादुर बहुजन, तपस्वी बहुजन अथवा नेपालका नवबुद्धका रूपमा सम्मानित एक महान आध्यात्मिक साधकका बारेमा तयार पारेका यस कार्यक्रम लिएर हामी पुनः अवस्थित हुनेछौँ। कृपया सुप्रिम मास्टर टेलिभिजन हेर्दै गर्नुहोस्। तपस्वी बहुजन नेपालका नवबुद्धका नामले पनि प्रख्यात हुनुहुन्छ। सौन्दर्यका आयामहरूको एक यात्रामा यहाँलाई पुनः स्वागत छ। आध्यात्मिक सन्देशवाहकका रूपमा तपस्वी बहुजनको प्रभाव निकै छिटो वृद्धि हुन थाल्यो। नवबुद्ध तपोवन संरक्षण समिति नेपालका अध्यक्ष वेदबहादुर लामाले आफू शाकाहारी बन्नुका कारण र यसका असंख्य भौतिक र आध्यात्मिक फाइदाहरूका बारेमा प्रकाश गर्दै आफ्ना अनुभवहरू हामीसित यसरी बाँड्नुहुन्छ। यहाँ शाकाहारी हो? हजुर, उहाँ एकदम पहिलादेखि नै तपाईँको हिंसा भनेको कुरो उहाँले पटक्कै मन नपर्ने, काठमार देख्नै नहुने होइन। त्यस पछाडि उहाँले चाहिँ त्यो बाटो मार्गलाई ल्याउनु भयो। हामी पनि शाकाहारी एकदम स्वतन्त्र। जुन चिज खायो तपाईँको आफ्नो जिउलाई भारी बनाउने होइन, बोझ बनाउने, रोग हाल्ने चिज हामीले चाहिँ प्रयोग गरिरहेछ। अहिले म शाकाहारी बने, मैले त्यो खानु नहुने चिजहरू एकदम हल्का छ। तपस्वी बहुजनको सन्देश एक शान्तिको सन्देश हो र उहाँको अनुसार हामी सबैले आध्यात्मिक साधनामा लाग्नु पर्दछ। उहाँको भनाइ अनुसार यो नै संसारलाई बचाउने एकमात्रै मार्ग हो। उहाँले आफ्नो अनुयायीहरूलाई मानव कल्याणका लागि काम गर्न, असल आचरण धारण गर्न र एकापसमा मेलमिलाप गरी बस्न उपदेश दिनुहुन्छ। तपस्वीका जेठा दाजु गंगाजीतले उहाँको सन्देशबाट आफूले पाएका ज्ञान हामीसँग यसरी साट्नुहुन्छ। जसरी हेर्दा पनि हामीले त उहाँको रूप रङ भेष होइन सारा कुराहरू त हामी जस्तै नै देखिन्छन्। तैपनि आध्यात्मिक शक्तिहरूको बीचमा चाहिँ जुन अहिले मान्छेहरूको बीचमा ठुलो विवाद परिरहेको छन् तपस्वीको बारेमा होइन, यसको बारेमा धेरै अनुसन्धान खोज त हरेक मान्छेहरूले गरिरहेका छन्। तैपनि हामीले भन्नुपर्दा उहाँको जुन विचार र उहाँको भनाइहरू हामीले सुन्दाखेरि र मानव शरीरमा चाहिँ दुई किसिमको एउटा इन्द्रिय हुन्छ अरे, एउटा बाह्य इन्द्रिय, एउटा भित्री इन्द्रिय। बाहिर भौतिकवाद, एउटा भित्री आध्यात्मिकवाद। त्यसरी नै सूक्ष्म दृष्टिकोणले जुन मेडिटेसनको माध्यमबाट चाहिँ विभिन्न वायुमण्डलीय उपकरणहरूबाट चाहिँ विभिन्न शक्तिहरू चाहिँ आकर्षण गर्ने क्षमता हुन्छ र उहाँमा त्यही भन्नुभएको छ। र मानव शरीर पञ्चतत्त्वले बनेको हुन्छ अरे होइन। त्यो शरीरलाई चाहिँ जुन मेडिटेसनको माध्यमद्वारा चाहिँ शरीरमा जुन चाहिने इनर्जीहरू हुन्छ नि, त्यो चाहिँ उहाँको मेडिटेसनको माध्यमबाट नै परिपूरक हुन्छ अरे, उहाँले त्यो भन्नुभएको छ होइन। त्यसरी नै सबै मान्छेहरूमा चाहिँ त्यही किसिमको जुन कि उहाँले जुन अहिले गरिरहनु भएको छ, त्यो त उहाँले कुनै व्यक्ति विशेषप्रति आँच र ठोस पुर्याउने, कुनै धार्मिक पक्षसँग ठोस पुर्याउने पक्षमा त उहाँ जानुभएकै छैन होइन। सम्पूर्ण मानव जगत र संसारी कल्याणको उद्धारको निम्ति नै उहाँले यसरी लागि पर्नु भएको छ होइन। उहाँले आफ्नो शरीर प्राण सबै त्यागेर चाहिँ एउटा छुट्टै किसिमको मानौँ न एउटा भौतिकवादको रूपमा चाहिँ नभन्दा पनि आध्यात्मिकवादकै रूपबाट चाहिँ संसारलाई छुट्टै किसिमले उद्धार गर्ने पक्षमा उहाँ उभिरहनु भएको छ होइन। उहाँले ध्यान गरिरहनु भएको छ। म क्रोध, लोभ, मोह र इच्छामा म भुल्दिनँ भनेर चाहिँ उहाँले प्रतिज्ञा गरिसक्नु भएको छ। आफैले सोचेर जुन लक्ष्य छन्, जुन उद्देश्य छन्, जुन संसारका निम्ति दिनुपर्ने मार्गदर्शन छन्, त्यो आफै दिएर जानुहोस्, खोज आफै गर्दै जानुहोस्। त्यसपछि त्यो खोज परिपक्वता हुनेछन् र सबैले यही मार्गदर्शन पाउनेछन् भनेर उहाँले भनिसक्नु भएको छ अहिले भर्खरै। यहाँ हाम्रो सुप्रिम मास्टर टेलिभिजनमा 2 शब्द राखिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। हजुर, मेरो तर्फबाट पनि धन्यवाद।
उहाँको सिद्धान्त भन्ने कुरो तपाईँको जात जातिको भेदभाव छैन। धर्म भनेको कुरो सबै एउटै हुन्। आखिरी किनभने त्यो संस्कार र तपाईँको त्यो नामाकरणले मात्रै फरक हो। भगवान एउटै हुन्। कसै कुनै धर्मले पक्षपात नगर्नु भन्ने उहाँको वचन हामीलाई दिनु भइसकेको छ। त्यही कारणले गर्दा हामी कुनै जात जातिलाई पनि हामी घृणा गर्दैनौँ, धर्मलाई पनि हामी घृणा गर्दैनौँ। जुन जाति त आउँछ यहाँ चाहिँ शरण लिन्छ म धर्म गर्छु भने यसमा ढोका खुल्ला हाम्रो। यसमा तपाईँको ज्ञान अब उहाँले जुन पाएको ज्ञानलाई बाहिर निकाल्न कोसिस भइसकेको छ। त्यसमा त्यो आइसकेपछि हामी जुनसुकै च्यानललाई पनि हामी एकदम आउट गरिदिन्छु होइन। किनभने हामीले त्यो लुकाएर राख्ने कुरो पनि होइन। उहाँले 4 वर्ष चाहिँ त्यत्रो घनघोर जङ्गलमा बस्नको अर्थ किनभने पाएको ज्ञानले त हामीले त आउट गर्नु पर्यो। त्यही वचन पाइसकेको छ। हामीले त्यो लामाको भाषा भन्दाखेरि एउटा क पनि जानेको छैन हामी समितिले। त्यही कारणले उहाँबाट आइसकेपछि हामी सबै च्यानललाई चाहिँ तपाईँको एकपल्ट फेरि मिडियालाई बोलाएर तपाईँको यस्तो यस्तो आयो ल तपाईँलाई प्रचार गर्नुहोस् भनेर हामी दिन सक्छौँ। अब यसमा के देख्यो भने अब तपाईँको 18-19 वर्षको बालक त्यत्रो घर परिवार बाउ आमा 4 दाजुभाइ 4 दिदीबहिनीमा उहाँ चाहिँ अब एउटा 18-19 वर्षको बालकले अब यत्रो घनघोर जङ्गलमा चाहिँ तपस्या गर्यो। हामीले उहाँलाई घर फर्काउँ भनेर प्रयास पनि गरे। तर हिजो यत्रो संसारमा किनभने हामी पहिला गौतम बुद्धले ध्यान गरेर तपस्या गरेर चाहिँ के अरे ज्ञान पायो अरे भन्ने एउटा किताबमा पाइयो होइन। त्यसैले पनि होला होइन उहाँको यो संसारमा उहाँले यसरी चाहिँ अब मार्गलाई ल्याउनु भयो। उहाँको सिद्धान्त के छ भने हत्या हिंसा एकदम बन्देज होइन। देशमा शान्ति आउनुपर्छ र कुकर्ममा कोही पनि नलागोस्। म यो देशदेखि होइन विश्वलाई नै शान्तिको खोजमा चाहिँ म तपस्या गर्छु। हामी हार्दिक आभार व्यक्त गर्दछौँ तपस्वी बमजनजीलाई आध्यात्मिक अभ्यासमा यहाँको दृढ अठोटका लागि, यस संसारलाई सुन्दर र समुज्वल बनाउन अनि यस पृथ्वीमा शान्ति र करुणाको भाव जगाउन यहाँको अमूल्य योगदानको लागि। यहाँका हरेक उद्देश्यहरू परमेश्वरको असीम अनुकम्पाले सदैव भरिपूर्ण होस्। आदरणीय दर्शकवृन्द, आजको यस कार्यक्रममा यहाँको साथको लागि हामी धन्यवाद ज्ञापन गर्दछौँ। सुप्रिम मास्टर टेलिभिजनमा यसपछि प्रसारण हुने कार्यक्रम शाकाहारीपन एक उच्च जीवनशैली लगत्तै आउँदैछ। कृपया हेर्न नभुल्नुहोला। संसारभरका मानिसहरूको आध्यात्मिक साधनले सबै जगत प्राणीहरूको कल्याणका लागि छिट्टै धारण गर्न सकोस्। Noble viewers, thank you for your company on today's program. Please stay tuned for Vegetarianism, the Noble Way of Living. Coming up next on Supreme Master Television, may the meditative prayers of people around the world soon manifest for the benefit of all beings. For more details, please visit www.suprememastertv.com/AJAR.